OSR Digital, entertaining the nation. प्लाटून उच्च बायसस प्लाटून ताल कदम ताल प्लाटून बायसस यदि मेरो साथमा गोर्खा हुँदो हो त म संसार जित्ने थिएँ। हिटलर। पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा चमत्कारी योद्धाको बहादुरी र वीरताले गोर्खा फौजको नाम इतिहासमा स्वर्णिम अक्षरका साथ लेखियो। निशानी तिनै बहादुर योद्धा फौजको कथा हो। तीनै बहादुर सिपाही गोर्खा फौजको एउटा जीवन्त इतिहास हो। निशानी। फौजीको जीवनले युद्धका अतिरिक्त सामाजिक सम्बन्धहरूसँग पनि नाता जोडेको हुन्छ। जीवनका अभिलाषाहरूलाई मूर्त रूप दिने चाहना उसमा पनि हुन्छ, तर जीवनको यो मूल पाटोलाई स्पर्श गर्नै नपाइकन फौजी कर्तव्य निर्वाह गर्दा निष्ठा र बलिदानको प्रतीक बन्छ गोर्खा फौजको निशानी। धुवा धेर भइसक्यो अरे नानी। आज मलाई
खुब जिउ दुखिरहेछ के भएछ हेर त नि के हुनु नि बुढो भयो नि बुढो भएपछि जिउ दुख्छ ढाड दुख्छ खुट्टा दुख्छ अरू के दुख्छ त नि बाबा नगरौ के त ननसेन्स बुढाहरूको मात्र ढाड दुख्छ र ठिटाहरूको पनि ढाड दुख्छ हेर त नि ननसेन्स तिमीलाई त बुढो भयो भन्दा रिस उठिहाल्छ त नि अब तिम्रो आँखाले मात्रै हो क्यार त नि मलाई बढ्दै सक्ने अरूको आँखा अगाडि त म त 22 वर्षको छिटो हो क्यार त नि ननसेन्स खै मलाई पाथुङ्गो जी पापाउले खोइ न रक्सी ल्याऊ भनेको रक्सी खानु मन लाग्यो होला को त्यो तिमी जस्तो बुढालाई 22 वर्षको ठिटो देख्ने मेरो अगाडि लिएर आऊ त त्यसको त यही चक्कुले दुईटै आँखा निकाल्न सकिन भने म गर्जमानको श्रीमती होइन बुझ्यौ त नि हो तिमी गर्जमान चाहिँ सोच्ने बडा हल्लाखल्ला गर्छ अर्को मान्छेलाई बुढो भनेर गर्छ नि ल्याऊ घरमा कोही हुनुहुन्छ यति राति को आयो यहाँ को हो बास पाइन्छ कि गोरी ए छोरी हजुर बाहिर को आएछ हेर्न त्यहाँनिर हस् बास पाइन्छ कि कहाँबाट आउनु भयो क्या त नि नमस्ते पूर्व इलामबाट मोटर ढिला भएर रात परिहाल्यो हजुर अनि यता कता नि नौडाँडा पल्टनको साथीलाई भेटौँ भनेर आएको ए आफ्नो नम्बरले भेट्न हिँड्नु भएको अनि यहाँको पल्टन चाहिँ कुन प्रकार त नि फर्स्ट लेन्जर हजुर पनि हो म पनि फौजी नै हो ननसेन्स रिटायर भएको पनि 3-4 वर्ष भइसक्यो त नि ब्रिटिस आर्मीमा थिए छोरी भित्र गएर पाहुनालाई तातो चिसो जे छ यसो खानेकुरा बनाउन हस् बाबा तपाईलाई यो फौजीको घरमा स्वागत छ बुढी अयो पाल्यौ न होइन त्यो अघि भनेको ल्याऊ दिदी दिदी एकछिन यता आउनुहोस् न तिमीलाई बहिनीले बोलायो सुरु गरौँ नि त अप्ठ्यारो नगर्नु क्या त नि मेरो त बाउ पनि फौजी म आफू पनि फौजी मेरो बाउले ननसेन्स जापानको जर्मनको लडाइँहरू लडे मैले पनि फोकलाइनको लडाइँदेखि अन्य लडाइँहरू लडे हो क्या त नि त्यो लडाइँको चाहिँ कुरा नगर है सम्झिँदा पनि आङ जिरिङ्ग हुन्छ त नि के गर्ने हजुर फौजीको जीवन राइफलको सङ्गीन भन्छन् तर यो गर्जमान लडाइँमा मरेन ननसेन्स दुश्मनहरूलाई मारेर फर्क्यो तर एउटा कुरा बुझ्नु होला हाम्रो रगतमा इमानदारी र फौजीको सुगन्ध छ जुन सुगन्ध विश्वमा फैलेको छ यसैमा हामीलाई गौरव छ के त नि त्यो लाली जवाना हामीलाई देउन रुमाली लैजाउले जिन्दगीमा राख्न सम्झना रुमाली के गर्नु 2 दिनमै फाटिन्छ देऊ हामीलाई त्यो माया माया भए सधैँ साँचिन्छ कस्तो मान्छे हामी नाचेको पो हेर्दो रहेछ तैँले नाचौ भनेर त हुने हामी नाचेको देख्यो कस्तो लाज लाग्यो
तपाईँ असाध्यै राम्रो नाच्नु हुँदो रहेछ। धन्यवाद मेरो नाच मन पराइदिनु भएकोमा। तपाईँ जान लाग्नु भएको? बसौँ भने बस्न दिँदैन होला? बस्नलाई बस्ने मान्छेको मन पनि त हुनु पर्यो। साँच्चै बसौँ त? आँट गरेर हेर्नु होला नि। नाम के पर्यो कुनी? गोरी, आफूको नि? अमर। मेरो कक्षाको साथीको नाम पनि अमर नै हो दाइ। ए हो र? अनि फाउजी भाइ त जानु लाग्यो अरे त नि। यस्तै छ हाम्रो चलन। फाउजी भाइ यो ठाउँलाई चाहिँ बिर्सिने होइन के त नि। हो बाबु, नबिर्सिनु नि, फेरि पनि आउँदै गर्नु होला। हुन्छ आमा, म फेरि पनि आउँछु। नमस्कार। हस् त, नमस्कार। राम्रोसँग बस है। हस्। बाई। होसियारले हिँड्नु होला है, लडिन्छ। त्यो पहाडी गाउँलाई के भन्छ? ऊ त्यो गाउँलाई त्यसलाई रमाइलो गाउँ भन्छ। असाध्यै सुन्दर गाउँको न पनि रमाइलो, जान्त्याको मान्छेहरू कति रमाइलो होला। तपाईँ त। तपाईँ होइन, तिमी। ल ठिक छ, तिमी त फौजी हैनौ क्यारे, कवि पो हो कि? किन? फौजीको हृदय हुँदैन र? हुँदैन, कठोर हुन्छ। ठिकै हो, फौजीको हृदय कठोर नै हुन्छ। जुन हृदय पगाल्न जो कोहीले सक्दैन पनि। कसैले पगाले भने नि उसको जित हुनेछ। सुन, नौडारबाट कहिले फर्कने? फर्कदा घरमा आउनु नि। हेर, आएन भने म रिसाउँछु नि फेरि। हुन्छ, आउँछु। त्यसो भए ऊ त्यो रुखलाई ढुङ्गाले लगाऊ त, अनि मात्र म विश्वास गर्छु। अब त विश्वास लाग्यो होला नि? लाग्यो। बाई। जय गर्ग उस्ताद। अरे अमर, हामीले तिम्रो बाटो हेरिरहेको थियौँ।
तिमी आयो खुसी लाग्यो। अनि सबैलाई सन्चै छ? एकदम सन्चै छ। आमा, अञ्जली, मुडा लिएर आऊ त। क्या नाम, जल्दी गर न। दिनुहोस्। अमर, उहाँ चाहिँ मेरो आमा। नमस्ते आमा। नमस्ते बाबु। अनि ऊ चाहिँ क्या नाम, अञ्जली, तिम्रो भाउजू। नमस्ते भाउजू। नमस्ते। बसौँ। रास्तामा कोही तकलिफ भएन उस्ताद। अच्छा। हजुरहरू बस्दै गर्नुहोस्, म चिया बनाउँछु। अञ्जली। हजुर। रिमा खोइ त? रिमा बहिनी घरमा पाहुना जस्तो छन् नि। हो, दाईको साथी। दाईको साथी कि साइत आयो? दाई पनि जिस्काउनु मात्रै हुन्छ खाली। सबैलाई नमस्ते है। नमस्ते। नमस्ते। रेशम, आज कताबाट बाटो बिरायो? बाटो बिराएको होइन फुपू, सिधै यता आएको। अच्छा टाइममा आयो तिमी। क्या नाम, आज मेरो दोस्त आएको छ, रमाइलो गर्नु परेन? त्यो त परिहाल्यो नि हजुर। भन्नुहोस् के सेवा गरौँ? यसो गर, बारीमा भेडा चर्दै होला, एउटा थुम्बा लिएर काट। भइहाल्छ नि हजुर। खेल्न ए साइना खेल। ल है दाइ, भेडा त आइपुग्यो। पानी तात्यो कि तातेन? तात्यो तात्यो। ल ल ए न साइला खेल्न भने यता खुकुरी ल्याउनु। ल यता दिनुहोस्। साइला अलि डह्रो गरेछ मात्रै। आज मलाई क्या नाम सो खुसी लाग्छ। पल्टाने दोष नम्बरी आफ्नै घरमा आएको छ। आज मलाई क्या नाम सो खुसी लाग्छ। आज मलाई क्या नाम सो खुसी लागेको छ। पल्टाने दोष नम्बरी आफ्नै घरमा आएको छ। आज मलाई क्या नाम सो खुसी लागेको छ। आज मलाई क्या नाम सो खुसी लागेको छ। नम्बरी जुनी जुनी सम्झना राखे है, अच्छा लेकिन क्या बात। नम्बरी जुनी जुनी सम्झना राखे है, अच्छा लेकिन क्या बात। कहाँबाट आयो ए
जे भनेर बोलाऊ तिमीलाई मनमा लाएको यो रमाइलो गाउँमा घुम्दै आएको यो रमाइलो गाउँमा घुम्दै आएको जे भनेर बोलाऊ तिमीलाई मनमा लागेको यो रमाइलो गाउँमा घुम्दै आएको यो रमाइलो गाउँमा घुम्दै आएको सोल्टिनी जुनी जुनी सम्झना राखौँला अच्छा लेकिन क्या बात सोल्टिनी जुनी जुनी सम्झना राखौँला अच्छा लेकिन क्या बात नम्बरी जुनी जुनी सम्झना राखे है अच्छा लेकिन क्या बात सोल्टिनी जुनी जुनी सम्झना राखौँला अच्छा लेकिन क्या बात अच्छा आमा केटा कस्तो लाग्यो राम्रै लाग्यो अञ्जली तिमीलाई चाहिँ केटा कस्तो लाग्यो मैले कस्तो लाग्यो भन्ने मैले बिहे गरेर जाने हो र कि मलाई पनि बिहे गरेर पठाउने विचार छ तिमी बढी नहो है अनि के त मलाई सोध्ने हो त नानीलाई नै सोध्नुस् न क्या नाम अब तिमी नै भन रिमा केटा कस्तो लाग्यो अमर कस्तो लाग्यो तिमीलाई यो ठाउँ असाध्यै राम्रो लाग्यो यो गाउँ यहाँको संस्कृति यहाँको प्रकृति अमर म एउटा कुरा भन्छु रिमा कस्तो लाग्यो तिमीलाई अमर म यो हाम्रो साथीको नाता रिमासँग तिम्रो बिहे गरिदिएर अझ बलियो बनाउन चाहन्छु यो कुरा मैले तिमीलाई पल्टनमा पनि भनेको थिएँ आमा दुध पिउनुहोस् नै मलाई केही खान मन छैन पिउनुहोस् न अनि पो चाँडो निको हुन्छ तेरो बाबा पनि औषधि लिन गएको कहाँ हराएका बन्जरको बिट कसले पुगारी छ खै तल्लो घरे साइलाले चलाउँदै थियो कस्तो वायद मान्छे ननसेन्स आफूले हतियार चलाएपछि होसियार गर्नुपर्छ नि खै यसको बिट खै हामीलाई त थाहा छैन तँलाई के थाहा हुन्छ ननसेन्स ए गरी यसको बिट खै थाहा छैन बाबा कसैले थाहा छैन ननसेन्सहरू तिमीहरू जस्तो उल्लु मान्छेलाई के थाहा हुन्छ मलाई यसको बिट तुरुन्त चाहियो यो बुढोले त मसँग चोरी खोजे जस्तो छ खै मेरो औषधि ल्याऊ तिमी औषधि लिन गएको हैन हो के दानी खै ल्याऊ औषधि चाहिँ दिनु छैन पीड र शिरको कुरा गरेर बस्छ है खुरको भित्र गएर औषधि खाऊ के दानी ए गोरी गोरी पानीले त औषधि खाऊ ननसेन्सहरू बन्जरको बिट कता राख्यो के दानी उच चलेर पछारो जस्तो हे सुरज मैले आजसम्म जति लमी काम गरे सब फत्ते पारेर छोड्या छु मेरो विचारमा त पनि गोरीसँग लभ गर र भगाएर सुइकिचा ठोक मलाई लभ गर्ने आउँदैन ठिक्क गजाङ्रा किन गोरी मानिन कुरा मान्नु नमान्नुको होइन गोजाङ्रा तैँले लभ गरिस् भने मैले टाउको दुखेर अन्त परेन नि अब के गर्ने गोरीलाई केही भन्नै सक्दिन के सक्छस् त उच चलेर पछारु जस्तो
त आलु होस् कि पिँडालु होस्। ल खुर्क 200 रुपियाँ निकाल त। 200 रुपियाँ? किन नि? अस्ति भर्खर मैले 500 रुपियाँ दिएको होइन? अब तल गएर लगाउनु परेन? आफूलाई यहाँ कस्तो गाह्रो भएको छ, कुरा मिलाउन कस्तो हुन्छ थाहा छ? भन न, गोरीले के भनी? उसको के विचार छ? राम्रै छ, केही दिन विचार गर्छ रे। सुर्ता नमान, काम फत्ते हुन्छ। खल्तीमा त 100 रुपियाँ मात्र रहेछ। ठुक्क गोजाङ्रा, खैले त्यही भए पनि हुन्छ। सुन रामसेन दाइ, यो कुरामा केटाको भनेर कसैलाई पनि थाहा नहोस्, अनि गोरीलाई पनि थाहा नहोस् है। ए ल, केटीलाई केटा नै थाहा नदिकन मग्नी हुन्छ काहीँ? यो गोजाङ्राको अलिकति रुपियाँ खानै पर्यो क्यारे। के सोचेको? अब गोरीलाई के भनिदिने भनेर सोच्नु परेन? तिमी धन्दा नमान। यो कुरो कसैलाई थाहा हुने छैन। मान्छे त के, चरा मुसा कसैलाई पनि केही थाहा हुने छैन। ल म हिँडेँ। तपाईँलाई निन्द्रै लागेन जस्तो छ नि? होइन होइन, त्यस्तो केही होइन। मलाई जुनेली रात असाध्यै मनपर्छ। जुनेली रात त मलाई पनि असाध्यै मनपर्छ। तपाईँलाई के थाहा, जुनेली रातमा हामी कति काम गर्छौँ? धान काट्छौँ, चुट्छौँ, बिटा लाउँछौँ। म पनि इलामको चियाबारीमा यस्तो जुनेली रातमा एक्लै हिँड्ने गर्छु। अति आनन्द लाग्छ। पल्टनमा पनि यस्तो जुनेली रात भयो भने मेरो गाउँको याद आउँछ। खुसी लाग्यो, तपाईँको र मेरो भावना मिल्दो रहेछ। ओइ, आजको रोदीमा त गोरी पनि आउँछ होला है? आउँछ होला। ओइ, तँलाई त्यो गोरी कस्तो लाग्छ? त्यो गोरी त बिछट्टै राम्री लाग्छ। हो त है? त्यो गोरी चाहिँ असाध्यै मनपर्छ है तिमीलाई? त यिनीहरूको आँखामा त्यही गोरी मात्र छ। सुरज, उता हेर न, गोरीलाई कति राम्रो देख्यो कि। तिमीले जोडी चाहिँ छान्न जानेकै हो। हेर है तिमीलाई फेरि फाल्तु कुरा। रिस उठाउने कुरा बाहेक अरू कुरा जान्दैन तिमी? रिस उठ्यो कि खुसी लाग्यो? गोरीलाई मन पराउँछौ? लाट, मनमा कुरा गाँठो पारेर राख्छौ, भन्न सक्दैनौ? तिम्रो कुरा अब म गएर भनिदिन्छु। ए के भयो? अनि के त, तिमी त्यति पनि भन्न सक्दैनौ? तिमीहरू त भेट हुनै हुँदैन, झगडा गरिहाल्नुपर्छ है। तिमीहरू त पूर्वजन्मका दुश्मनै रहेछौ। क्या नाम रमाइलो रहेछ रिमा, रमाइलो गर्नुपर्छ जस्तो छ। अमर, अमर तिमी आइपुग्यौ? मलाई त तिमी नौडाँडामै हराए जस्तो लागेको थियो। हो त, झन्डै हराएको। ओइ, उ त्यो को हो? चुप्लाका। यहाँ मेरो पल्टनको उस्ताद गुरु पिने। नमस्कार, मेरो नाम गोरी। नमस्ते, बहिनीसँग भेटेर खुसी लाग्यो। अनि यिनी चाहिँ मेरी बहिनी रिमा। नमस्ते।
मेरो ख्याल गर्ने बानी लान्छु पल्टन जाने कि नजाने छैन मेरो ख्याल गर्ने बानी लान्छु पल्टन जाने कि नजाने छैन मेरो ख्याल गर्ने बानी लान्छु पल्टन जाने कि नजाने लान्छु पल्टन जाने कि नजाने आकाशैमा जुन र तारा पछि फेरि नपर बितारा आकाशैमा जुन र तारा पछि फेरि नपर बितारा फौजी हुँ म बोल्दिन डाँटेर छोड्ने छैन मनमुटु साटेर फौजी हुँ म बोल्दिन डाँटेर छोड्ने छैन मनमुटु साटेर असाध्यै जाडो भयो मेरो हात समाउन कति चिसो छ एकदमै चिसो यो गलेको सिरोटो त एकदमै तिखो रहेछ मेरो त मुट्टु नै खोज्यो रात पानी डोब्यो शीत पानी झर्यो उदायो बिहानी जुनी जुनीलाई साँचेर राखौँ यो भेटको निशानी यो भेटको निशानी मान्छेले हामीलाई खोज्यो होला जाउँ न अमर मैले डिस्टर्ब त गरिनँ गोरीसँग भेटेर खुसी लाग्यो ऊ राम्री रहेछ तर तिमी यसरी अल्मलिनु हुँदैन अमर कारण मेरो बहिनी रिमा र तिम्रो बिहेको कुरा मैले तिमीलाई भनिसकेको छु र रिमाले तिमीलाई मन पराउँछ भन अमर किन चुप लाग्यो तपाईले जुन कुरा गर्नुभयो त्यो कुरा मेरो मनले थाम्न गाह्रो भयो उस्ताद गुरु म आफ्नो इच्छा र चाहना बस्न चाहन्छु म अहिले तपाईको वचनलाई स्वीकार्न सक्दिनँ तिमी यति नीच मान्छे साथीको वचनलाई खेलाउन ठान्ने प्लिज तपाई मेरो उस्ताद गुरु अनि घनिष्ठ साथी पनि क्या नाम होयात मान्छे हो तिमी साथीको भावना नबुझ्नेलाई म होयात भन्छु तिमी मेरो कोही पनि होइन उस्ताद गुरु तपाई मसँग नरिसाउनुस् मलाई तिमीले सम्झाउनु पर्दैन हात उठाउने भइस
यो तपाईहरुको मूर्खता हो। मैले त तपाईहरु जस्तो मूर्ख मान्छे कहिले देखेको छैन। हिँड रिमा। चिया लिनुस्। रिमा उठ्यो? उठिसकिन्। तपाईको साथी अमर आउनु भएन, फर्किनु भयो? आज खेतालाहरू कति हुन्छन्? खाजा बनाऊ है। यहाँको हरेक कुराले मेरो मन छुयो। तिमीलाई भेटेर मेरो यसपालिको छुट्टी धेरै नै रमाइलो भयो। अब अरू छुट्टीहरू पनि यहीँ आएर बिताउनु पर्ला। गाह्रै पर्ला। मलाई त विश्वास लाग्दैन क्यारे। लाउरेहरू बदमास हुन्छ भन्छन्। बदमास लाग्छ भने बदमासै सही। त्यो हिमालमा हेर त मान्छे हिँडिरहेको जस्तो छ। खै कहाँ देख्दिन त म। अब चाहिँ मारिदिन्छु म पख तिमीलाई बदमास। लोक निश्वासनी भनेका त यस्ता पो त दाजु भाउजू जस्ता। पराईहरू दुईटा काँध भएर एउटै भार थाम्छन्। धन्दा नमान रेशम, तिम्रो पनि दुईटा काँध एउटै हुनेछ। भाउजूको बोली देउताकै बोली होस् परमेश्वर। क्या नाम? कुरा त तिमी खुब रमाइलो गर्छौ रेशम, तर आज यो मेलो चाहिँ सक्नुपर्छ है। छ्या, यति जाबो मेलो सकिहाल्छु नि दाजु। भागले खाइ नसक्ने ज्यान भएका खेतालाहरू छन्। भागले चाहिँ होइन, स्यालले चाहिँ खाइसक्दैन कि सोल्टी। मलाई के ठान्नु भएको सोल्टी नि? हिजो मात्रै जोखेको 2 मन 5 किलो 2 पाउ ट्याक्राक्कै रहेछु ल। स्यालले पनि होइन कान्छी, बिरालोले खाइ नसक्ने भन न बिरालोले। यत्रो ज्यान खाइसक्ने बिरालो कत्रो होला कुनै सोल्टी नि? दाइ हजुर, खाजा खान आउनुहोस्। ल ल आयो रिमा। यो महिनाको छुट्टी नबित्दै आउँछु। मलाई पनि लैजाऊ न तिम्रो पल्टनमा। हुन्छ, लैजाउँला। त्यसो भए त्यो रुखलाई ढुङ्गाले लगाऊ त। गुरी, अब म फर्किँदैछु। इलाम पुगेपछि म तिमीलाई फोन गर्छु। अहिलेलाई यो फोटो निशानी तिमीलाई। जाँड त असाध्यै मिठो रहेछ नि क्यारे। अलि छिप्पिएको पनि रहेछ। अरू अलिकति थपाउनु हो रिमा बहिनी। पेटभरि खाइरख सोल्टी। अब रिमाको हातबाट खानु धेरै दिन छैन। हामीलाई छाडेर गइहाल्छ पूर्व इलाम। पूर्व होइन, पल्टनको छाउनीमा भन्न लाटी।
दाइ त न्यास्रो परेर उठेर जानुभयो भाउजू, किन होला? बहिनीलाई असाध्यै माया गर्नुहुन्छ। बिहे हुने भएकोले नरमाइलो लाग्यो होला। ननसेन्स रामसाइला, मेरो जवानीमा प्रत्येक केटीको आँखामै माथि। हेर, मेरो जवानीमा म के थिएँ। म मेलापात गए पनि, जात्रा जहाँ गए पनि रोजगार त सबै मेरो। म आफ्नै सात जनासँग मेरो त पिराती बस्यो। अन्त्यमा ननसेन्स बाउले यिनलाई मागेर झ्याइ बिहा गरिदिइहाल्यो। अनि हजुर अझै पनि उनीहरूसँग भेट हुन्छ कि हजुर? भेट हुन्छ नि क्यारे रामसाइला, अझै पनि 1-2 जनासँग त। ए त्यसैले पो हो कि क्या हो? बरबटे माइललाई भेट्यो कि यो मान्छेलाई समय गएको पत्तै हुँदैन। त्यो मोरीलाई पनि के भएको? नाता नातिनी खेलाउने बेलामा ल किन आँखा लाउँछौ? आँखा नला न, तेरो पनि पैसामा कोहीसँग पिरती बसेको होला। बढी कुरा नगर्नुस्, रामसाइलाको कुरा सुन्नुहोस्। कुरा यहाँ के भएको छ, तपाईँ कुरा कहाँ पुर्याउनुहुन्छ? रामसाइला यहाँ गोरीको बारेमा कुरा गर्न आएको। थाहा छ के थाहा छ? रामसाइलाले मलाई सबै कुरा भनिसक्यो। सुरज, सुरज! यतिका दिन कता बेपत्ता नि? खोज खबरै छैन। तिमीलाई म के भन्नु गरी, मलाई स्वीकार्यो भने जीवनभर तिमीसँगै रहनेछु। के भयो? केही पनि होइन गरी। अनि किन तर्सेको त? मुराले झन्डै लागेको। तिमीहरू यहाँ पो छौ? भारी पुग्यो? हाम्रो त पुग्यो, सरिताको चाहिँ पुग्या छैन। अब सुरजलाई काट्न लाउनु पर्ला। अब म तेरो घाँस काट्न आएको नि। अनि कसको नि? अब सुरु भयो यिनीहरूको जुहारी। आज दुवैजना कताबाट नि? आज त डडेलोले ज्यान खाए जस्तो छ नि। त चुप लाग है। आज त माखा मारे जस्तो छ नि। तैले साँच्चै खोलेको? देख्यौ तिमीहरूले यिनीहरूको जुहारी? यसलाई त बक यसलाई त मैले जान्छु। कहाँ की केटी रहेछ? घले गाउँको। अनि के त उनीहरूको प्रेमलाई छुटाउन चाहनुहुन्छ? छुटाउन चाहन्छु। जे गरेर भए पनि मेरो बहिनीको बिहे अमरसँग गरिदिन्छु। हेर्नुस्, हाम्रो मात्र इच्छाले यो कुरा सम्भव होला जस्तो लाग्दैन। अमरको पनि त आफ्नो इच्छा हुनु पर्यो, चाहना हुनु पर्यो। तिमी कुरा बुझ्दैनौ अञ्जली। अमर मेरो साथी हो, उसलाई मैले नजिकबाट चिनेको छु। तर त्यो गौरी भन्ने केटी हाम्रो सम्बन्धको बाटोमा उभिएकी छे। म त्यो गौरीलाई कुनै पनि हालतले हाम्रो बाटोबाट हटाउने छु। म अमरलाई यस घरको ज्वाइँ बनाएरै छाड्छु। दिदी, अमर दाइ कहिले आउनुहुन्छ? थाहा छैन, आउनुहुन्न। अब कहिले पनि आउनुहुन्न? तिमीलाई उसको माया लाग्छ? लाग्छ नि दिदी। आउनुहुन्छ, आउँदा तिमीलाई चक्लेट अनि के लिएर आइदिनुहुन्छ। साँच्चै हो दिदी? तिमीलाई उसले सोधेको थियो। अब कहिले आउनुहुन्छ होला? उहाँले के भन्नुभयो? मलाई पल्टन लैजान्छ अरे।
डाँडाको टुर चाहिँ कस्तो भयो? रमाइलो भयो, पढ्न नै गर्न सक्दिनँ। त सिरियस पो भएछ त यार, लप्सप पऱ्यो कि क्या हो तेरो? खै के भयो भन्नै सक्दिनँ, कहिले एकछिन। ल तारा राखेर साक्षी सोल्टिनी तिमलाई आफ्नो मन दिउला। अमर बिहेमा जाँदैनौ? आसेङ नमस्ते है। नमस्ते नानी। माम जानुभयो? अघि बिहान काम सघाउनु गइसक्यो कि छिटो हो है? हुन्छ आपा। नानी पनि बिहेमा जाने होइन? लैजाउँ है? हुन्छ। अब जाउँ होइन? जाने नि। काबेली तम्मर सुसौदा सोल्टिनीसँग भेट हुँदा सोल्टिनीसँग भेट हुँदा। बधाई छ है नम्बरी। भाउजू त असाध्यै राम्रो छानेछ नि हौ तिमीले। केटी हेर्नु त तिमीलाई आउँछ यार। ठट्टा नगर्नु न हौ नम्बरी। ल ठट्टा गरेर अब राम्रोलाई राम्रो भन्नु परेन त भाउजू? खै मैले त तपाईँहरूको कुरै बुझिनँ। अरे यार भाउजूले बुझ्ने गरी भन्न यार नम्बरी। बुझ्ने गरी त नभन्नु होला। तपाईसँग एउटा कुरा छ। के कुरा होला? आउनुहोस् न। क्या नाम? तपाईले अमरसँगको नाता तोड्नुपर्छ। कारण अमरसँग मेरो बहिनीको बिहे हुने निश्चित भइसकेको छ। अमर र म एउटै पल्टनको मित्र हौं। तपाईको घरमा बसेको एक रातको बासले अमरसँग प्रेमको नाता जोडेर हाम्रो मित्रतालाई तोड्ने प्रयास नगर्नुहोला। यो मेरो अनुरोध हो। अगर मेरो अनुरोधलाई स्वीकार्नु भएन भने तपाईलाई गाह्रो पर्ला। पिनेले तिमीलाई च्यालेन्ज गरेर के भने छैन गोरी। तिमी नडराऊ। उसको बहिनीसँग बिहे गर्न मेरो सोचभन्दा बाहिरको कुरा हो। म तिमीहरूको साथीको नाता तोड्न चाहन्न अमर। यदि तिमीले आफ्नो साथीको बहिनीसँग बिहे गर्ने बाचा गरेका छौ भने त्यसलाई पुरा गर्नै पर्छ। छैन, मैले केही वचन दिएकै छैन। पिनेले तिमीसँग झुटो कुरा गरिरहेको छ। उसले मलाई गलत आरोप लगाइरहेको छ। तिमीसँग म के साक्षी राखेर कसम खाऊ गोरी? पर्दैन कसम खानु। यदि तिम्रो यो कुरा साँचो हो भने यही नै कसम भयो मलाई।
हजार वर्ष अघिदेखि तिमीलाई भेट जस्तो हजार वर्ष पछिसम्म भेटिरहँ जस्तो हजार वर्ष अघिदेखि तिमीलाई भेट जस्तो हजार वर्ष पछिसम्म भेटिरहँ जस्तो अजम्बरी एक पलियो अजम्बरी एक पलियो उनी राख है बगैँचाला अन्त कतै धुनी राख है बगैँचाला अन्त कतै धुनी राख है हजार वर्ष अघिदेखि तिमीलाई भेट जस्तो कल्पनाको लोकमा स्वर्ग होला भन्थे कतै कल्पनाको लोकमा तर मैले स्वर्ग भेटे तिम्रो अङ्गालोमा आदि नारी तिमी त्यसकी आदि नारी जानी राख है मिठो लाग्ने यस्तो कथा भनी राख है मिठो लाग्ने यस्तो कथा भनी राख है हजार वर्ष अघिदेखि तिमीलाई भेट जस्तो बुझिराख है ए मेरो पनि मनको हाल बुझिराख है हजार वर्ष पछिसम्म भेटिरहँ जस्तो मैले घरमा के भन्ने कता गए भन्ने मैले यसरी होटलमा रात बिताएर राम्रो काम गरिन कतै केही भइदियो भन्ने मैले के गर्ने
गोरी ह्या कस्तो मान्छे साथै लग्यो सोचेर कहाँ हराएका थियौ म तिम्रो यहाँ हराएकी थिएँ अमर घरमा मेरो बिहेको कुरा चलिरहेको छ मलाई हेर्न केटा पनि आउँदैछ रे उसो भए तिमीले पनि उसलाई हेर्दैनौ न त उसले तिमीलाई हेर्दामै तिमी खिँदैनौ क्या रे चुप बर्तन नबोल साँचो कुरा गर्दा ठट्टा गर्छ बिहे गरेर गइदिन्छु अनि पो साँच्चै जाऊ जान्छ भने तिम्रो इच्छा छ भने तिमीलाई रोक्नु पनि त सक्दिन ल भन न त कहिले लैजान्छ मलाई तिम्रो पल्टनको छाउनीमा गोरी यसपालिको छुट्टी त मेरो सक्यो अब अर्को छुट्टीसम्म अलिक पर्खन अब तिमी पल्टन फर्किने हो गोरी भोलि छाडेपछि म पल्टनमा हाजिर हुनै पर्छ मनै मानेन त्यसैले तिमीलाई भेट्न आएको नरौ गोरी भरोसा राख यो आउँदो मङ्सिरमा म तिमीलाई बिहे गरेर पल्टन लान्छु म कामना गर्छु जस्तै युद्ध भूमिमा पनि देवी देउरालीले तिम्रो रक्षा गरून् तिमीलाई बिहेको लागि यो मेरो निशानी नरो सुन त पुल तर्दा भेटी चढाउनु पर्छ भन्छन् आफूले जिताएको कुरा पुग्छ रे यसरी छुटिनु तिमी लेख्छौ दैव भइपरि आउने बाधा अड्छन् मलाई परोस् उसलाई केही नहोस् Be
के भयो दिदी? केही होइन सानी, सुत। प्लाटून पीछे मुड़ेगा, पीछे मुड़। प्लाटून थम। प्लाटून आगे बढ़ेगा, दाएं मुड़। प्लाटून विश्राम। जय गोरख साहब। गंगा, के छ हाल खबर? ठिकठाक छ हजुर। छुट्टीबाट आएको कति भयो? 8-9 महिना भयो हजुर। जानु मन लागेको छैन? जान त मन लाग्छ हजुर, लिभ पाएको छैन सर। हेलो मेजर लिम्बो। हजुर, अमर तामाङ ब्यारेकबाट यहाँबाट अलि टाढा छ अफिसबाट हजुर। यसो गर्नुहोस्, तपाईँ 2 मिनट बादमा फोन गर्नुहोस्, म अमर तामाङलाई बोलाइराख्छु। हुन्छ? अमर तामाङलाई बोलाइदिने र यो फाइल पनि सिओ साहबकोमा पुर्याइदिने। हस् साहब। जय गोरख साहब। जय गोरख। अमर, तिम्रो घरबाट फोन आएको थियो र 2 मिनट बादमा फेरि गर्छु भनेको छ र फोन पनि आयो, उठाऊ। हेलो, ए गोरी, तिमीलाई कस्तो छ? सबैलाई सन्चै छ। तिमीले मलाई ढाड्दैछौ, तिमीलाई केही त भएको छ। मैले तिम्रो आवाजबाटै थाहा पाउँदैछु। अमर, म 2 जिउकी भए अमर। साँच्चै हो? यो त धेरै खुसी खबर सुनायो गोरी तिमीले। म त आज अहिले नै तिमीलाई भेट्न मन लाग्यो। अमर, तिमी चाँडै आऊ न। आमा बाबाले त मलाई मार्छन् होलान्। असाध्यै डर लागिरहेको छ। तिमी नडर गोरी, म चाँडै आउँछु। म चाँडै छुट्टी मिलाएर आउँछु। आएपछि तिम्रो आमा बाबासँग कुरा मिलाउँला। तिमी आएनौ भने नि। कस्तो कुरा गर्यो कि? तिमीलाई विश्वास लाग्दैन? तिमीलाई विश्वास लाग्दैन भने म तिम्रो बाबासँग आजै कुरा गर्छु, हुन्छ? हुन्छ। त्यसो भए एउटा शब्द मलाई भन। कस्तो शब्द? बदमास। बदमास। जेसियो साहब अनि चार्ली कम्पनीका जवानहरू, आजको कम्पिटिसन हामीले जितेको खुसियालीमा म तपाईहरु सबैलाई बधाई दिन चाहन्छु। जवान हो, हामीले खेल जितेको यस खुसियालीमा रमाइलो गरौँ। चार्ली कम्पनी हो कि हैन? हो कि हैन? हो कि हैन? बतासे सहारा रहो, बतासे सहारा रहो, बतासे सहारा रहो, माया को भाका राखेर आए नौ डाँडा त्यो पर हो, नौ डाँडा त्यो पर।
चौतारी हो मायाको चौतारी बतासे सारा आँखैमा फुलेकी यो जानले टाढा मायाले नजी मनैमा झुलेकी गाउँ र घर त्यो पारी वनमा न्याउली रोएकी सुल्टिने जिउको त्यो मिठो बोली कसैले चोरेकी आमार बाबा पिँढीमा बसी सम्झेर रोएकी बतासे सारा सारा मायाको भात राखेर आयो ढौडाडा त्यो पार ढौडाडा त्यो पार बतासे सारा बढी नहो है। अनि के त मलाई सोध्ने हो त नानीलाई नै सोध्नुस् न। अब तिमी नै भन रिमा केटा कस्तो लाग्यो? कर्मले लेख्छ जीवनको बाटो हाँगाको पातामा निशानी हाम्रो साँचेर राख तिम्रो त्यो साथमा भाइटिका राखी पर्खन्छे चेली फुलली हातमा खेलेको आँगन त्यो डाँडा पाखा झलझली आँखामा कान्छी र मैले बाँडेको माया झुलिली रातैमा हितैको दौतारी हो ए हितैको दौतारी हो बेला र पाता बेसीमा झर्दा मायाको चौतारी हो मायाको चौतारी बतासे सारा हेलो हेलो फौजी भाइ नमस्ते। यो नम्बर मलाई गोरीले दिएको। गोरीले तपाईँलाई फोन गरेर दिएछ। अनि फौजी भाइ के छ त खबर? कस्तो छ तपाईँलाई? अहिले कहाँ हुनु सिकाउने त नि? कश्मीरमा। हजुरलाई थाहै छ नि फौजीको जीवन। त्यस्तै हो फौजी जीवन। तपाईँ त अहिलेसम्म मुक्लिस हुनुहुन्छ। मुक्लिस जीवन बडो मजा आउँछ। मजाक मात्रै होइन नि फौजी भाइ, जीवन साथी पनि बनाउनु पर्यो नि। क्या रे जीवन साथी खोजेको होला क्या नि? अनि हजुरलाई कस्तो छ नि?
सबैलाई राम्रो छ गार्दा नि भगवानको कृपाले। तपाईँले सम्झिनु भयो, बडो खुसी लागिरहेको छ गार्दा नि। अन्यथा नमान्नुहोला, हजुरले एउटा कुरा टक्राउँ भनेको। त्यस्तो के कुरा होला गार्दा नि, मर्जी छ नि त। म हजुरसँग गोरीको हात माग्न चाहन्छु। यो अनुरोध गल्ती भए रिसानी माफ पाऊँ हजुर। फौजी भाइ, तपाईँले त मलाई यस्तो बनाउनु भयो, राइफलको गोली लगाए जस्तो। यो राइफलको गोली होइन हजुर, फौजीको गोली हो। ठिक छ, गोलीलाई बनाउनुहोस्, मबाट कुनै आपत्ति छैन। यो पनि फौजीको बोली नै भयो। धन्यवाद हजुर। म हजुरबाट यही शब्द सुन्न चाहन्थे। म यसपालिको छुट्टीमा आउँदा गोरीसँग बिहे गर्नेछु। दाइ हजुर, यसपालि त यता आउन ढिला गर्नुभयो नि। ढिलो भयो नानी, यसपालि ढिलै भयो। अनि अर्को दाइ आउनु भएन? उता मार्यो। मर्यो? मार्यो। आहा, कस्तो राम्रो पाठा। मलाई जाऊ? आमाले खोज्छ क्या नानी। आमाले खोज्छ? आमाले खोज्छ। ल ठिकै छ त्यस भए। ल हेर गोरी, तिमी पनि यहाँ? जे होस्, ढुङ्गा खोज्दा देउते मिल्यो। के भन्नुभएको दाइ? मैले त बुझिनँ नि। तिमी के बुझ्यौ? बुझ्दिनौ। काखमा बच्चा खेलाउने बेलामा भेडाको पाठा खेलाएर बस्छौ। तिमीलाई के भनौ खै? ए, त्यो अस्तिको कुरा भन्नुभएको? केटा को हो रे? ल भन्नुहोस् त मलाई। त्यो भन्न अलि मिल्दैन। पहिला तिमी हुन्छ मात्र भन, फ्याट्टै भनिदिन्छु। अब म कसरी हुन्छ भनौँ दाइ? तपाईँ मलाई नाम पनि भन्नुहुन्न, को केटा पनि चिनाउनुहुन्न। ल म गएँ। करामा भैँसी भोकै छ, भनमा डाली छपकै, जता माया उतै लपकै। ए हो र, जता माया उतै लपकै। घरमा भैँसी भोकै छ, भनमा डाली छपकै, जता माया उतै लपकै। यो हो र, जता माया उतै लपकै। होइन, यो मान्छेलाई आज क्यारे के भएछ? के भयो दाइ? दाइलाई पनि जवानीको जोस आए जस्तो छ नि भाउजूसँग। ए, आएकै उहिलेदेखि आएको अहिलेसम्म जस्ता तस्तै छ। ल तिमी बस, आऊ। दाइ पनि साह्रै रचना गर्नुपर्ने मान्छे। ल बस नि। ननसेन्स रम्बाउ, तिमी आएछौ, आज भोज खाएर जानुपर्छ, बुझ्यौ? तिम्रो त जहिले रमाइलो गर्ने भोज खाने काम हो क्यारे, अरू काम छैन? अब ननसेन्स कुरा गर्छ। छोरीको बिहाको कुरा छिनिसकेपछि अब भोज नखाइकन के खान्छ? होइन, भोज खानु पर्यो नि। होइन, कोसँग दाइ? अरू कोसँग हुन्छ क्या रे? म जस्तै फौजी जवान अमरसँग यहाँ बस बसेर गएको थियो क्यारे त नि। क्यारे साँच्चै भनेको कि ठट्टा गरेको? यस्तो कुरा पनि काहीँ ठट्टा हुन्छ? ननसेन्स, साँच्चीको गरेर त नि। एक रात बास बसेको परदेशी कस्तो मान्छे हो, जात के हो बुझ्नु पर्दैन? ननसेन्स, जातको कुरा गर्छ तिमी? नेपाली हो, नेपाली जात हो क्यारे? पुगिन तँलाई यति भए? खत्तम भयो। सुरजसँग यसो खाने मेलो गरेको सब भत्कियो। लौ पैसा लिऊ। भेडा किन ल्याउने यसको? हास, पुग्छ कि पुग्दैन? पुग्छ पुग्छ। ल जाऊ। रामसाल दाइ, मेरो कुरा के भयो भन्नुहोस् न। गोरीले के भने? किन बोल्नुहुन्न दाइ? म त उसँग बिहे नगरी छाड्दिनँ। गर्छस् बिहे तैँले? अब त तैँले गोरीको बारेमा एक शब्द निकालिस् भने सुबदार बाले बन्दुकले उडाइन्छन् तँलाई। थाहा छ तँलाई? सुबदार बाले गोरीलाई लाउरेलाई दिइसके। अब उनको
बिहे हुँदैछ। जय हरिवन। जय हरि। छुट्टीको दिन मनाउनै पर्यो नि होइन र उस्ताद गुरु? अच्छा अच्छा। आज तिमी बहुत उदास देखिँदैछौ, के भयो यार? घरबाट फोन आएको थियो। घरबाट नराम्रो खबर आयो कि क्या हो? छुट्टी नगएको पनि धेरै भयो। श्रीमती कहिले घर आउने भनेर सोधिरहन्छे। अरे यार, यति कुरामा पनि उदास भएको? पाथाङले धोका दिएर त म यति सिरियस भएन, तपाईँ किन यति सिरियस यार? अरे यार ग्रही, मेरो पनि देहरादुनको छ, 3 साल भयो, कहीँ धोका त नदेला? बधाई छ तिमीलाई। मैले त नाम बिर्सेँ, के हो? अमर। शङ्का त लागेको थियो, ठ्याक्कै त्यही मोरी लाहोर जाने भइस। कहिले आउँदैछ छुट्टी? चाँडै मिलाएर आउँछु भनेको छ। सरिता, तिमी मेरो आत्मीय साथी हो। म तिमीलाई एउटा कुरा भन्छु, कसैलाई नभन है त। हुन्छ, भन। मेरो गर्भमा अमरको निशानी छ। बे हुनु अगाडि? ल बधाई छ त्यसको लागि पनि। मलाई थाहा छ तिमी मसँग रिसाएको छौ। कोही बेला यस्तै हो, साथीहरूमा कति कुरा बिर्सिदिनुपर्छ। मैले त्यस्तो कुरा मनमा लिएकै छैन। मैले तपाईँको मन दुखाएको छु। दुःख नगर्नु होला। के को दुःख मन यार? तिमी त मेरो साथी मात्र होइनौ, क्या नाम नजिकको नाता जोड्ने मान्छे पनि हो। उस्ताद, तपाईँ र ममा साथीको भन्दा नजिकको नाता अरू हुन सक्दैन। त्यसो नभन। बहिनीको बिहे तिमीसँग गरिदिनको लागि मैले घरमा सबै कुरा मिलाइसकेको छु। रिमाले तिमीलाई नै पर्खिरहेकी छ। त्यो रिमाको भुल हो। उसो भए सही चाहिँ के हो? तिमीबाट उसलाई धोका? यसलाई तपाईँले धोका ठान्नुहुन्छ भने मेरो भन्नु केही छैन। उस्ताद, तपाईँ मलाई आफ्नो बाटोमा हिँड्न दिनुहोस्। मैले गोरीलाई बिहे गर्ने वचन दिइसकेको छु। गाउँले हो, हेर यी दुईजना बिच झगडा हुन लाग्यो। त्यही त हो साथी हो। नम्बरीहरू झगडा गर्छु क्या हो? तिमीले गोरीलाई दिएको वचन भन्दा मैले तिमीलाई दिएको वचन जेठो हो अमर। तर मैले तपाईँलाई वचन दिएको छैन। अमर, तिमी झुट बोल्दैछौ। यो उस्तादको पनि एउटा छैन यार। तिमी आफ्नो साथीको मन रुवाएर तिमी आफ्नो कुरा माथि पार्दैछौ। अरे यार, दोस्तोसँग पनि झगडा गर्ने? म तँलाई छाड्दिन। के गर्नुहुन्छ? म त्यो गोरीको नाम निशान मेटाइदिन्छु। त्यसैले होला नम्बरी तपाईँले गोरीलाई धम्काउनु भएको छ। नम्बरी म पनि तपाईँको नाम निशान मेटाइदिन्छु। नम्बरी अरे यार, गोरी चाहिँ यहाँ कहाँबाट आयो? जाउँ साहब, जाउँ। गोरीको स्थिति ठिक छैन। मलाई त शङ्खै लाग्छ। कस्तो शङ्का? गोरी दुईजुकी भएकी जस्तै छे। गाउँघरमा गाई गुई हल्ला पनि छ। दत्त, यस्तो चाहिने नचाहिने कुरा गर्नुहुन्छ तपाईँ? यस्तो पनि गर्ने हो शङ्का? साँचो कुरा त के पस्थ्यो। हेर अमर, तिमीलाई मेरो अवस्था त थाहा नै छ। चाँडो आऊ। हुन्छ गोरी, क्याजुअलिपको लागि निवेदन दिएको छु, चाँडै आउँछु। मलाई गाह्रो हुँदैछ अमर। बाहिर हिँड्दा पनि कसैले थाहा पाउँछ कि भन्ने डर लाग्छ। तिमी निश्चिन्त बस गोरी, तिमी आफ्नो स्वास्थ्यको ख्याल राख। तिमीलाई केही हुँदैन। यदि केही भइहाल्यो भने हामीले समाजको पनि त ख्याल राख्नुपर्छ अमर। धैर्य गर गोरी, हिम्मत नहार। म छु, म तिमीलाई केही हुन दिन्न। सुन त गोरी,
गोरी सुन त रिमा, मैले सुनेको अमरसँग गोरीको बिहे हुँदैछ अरे। पेट पनि बोकेकी जस्ती छ अरे। गाउँमा त्यस्तै हल्ला छ भन्छन्। गोरी त घले गाउँ सुब्दार बाकी छोरी पो रहेछ। रिमा, अमरसँग तिम्रो बिहे गरिदिने तिम्रो दाइको ठुलो इच्छा थियो। यस्तै हो, जीवन सुरु गर्न आफूले सोचे जस्तो कहाँ हुन्छ र। ए रिमा, तिमी क्या नाम? अनि तिमीहरूलाई कस्तो छ? भाउजू र आमा सन्चै हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ। क्या नाम? अनि गाउँघरको खबर कस्तो छ? डाँडा घरे जेठाबा बित्नुभयो। अरू त सबै खबर राम्रै छ दाइ। ए बित्नुभयो? असाध्यै राम्रो मान्छे हुनुहुन्थ्यो। दाइ दाइ हाम्रो माली गाई ब्यायो नि। क्या रे, बाछा कि बाछी? बाछी। अच्छा, राम्रो स्याहार गर्नु नि है त। हुन्छ दाइ। भन रिमा। हजुरको साथीको खबर के छ? राम्रै छ। किन, उसँग तिम्रो केही कुरा छ? दाइ, मन नदुखाउनु होला। म अमरसँग बिहे गर्दिनँ। सोचे कि के भो? किन रोए कि? केही होइन आमा। खुलस त भन, के भो? यसरी मनमा कुरा नलुका। म तेरो आमा हुँ। आमा, मेरो गर्भमा अमरको बच्चा छ। कारगिलमा दिनौदिन चर्किरहेको लडाईँको बारेमा त तपाईहरूलाई थाहा नै छ। यतिका समयसम्ममा हाम्रा थुप्रै जवानहरूले वीरगति प्राप्त गरिसके। यो खालुबार पोइन्ट दुश्मनहरूको सेन्टर पोइन्ट रहेको छ। जनरल साहबबाट अर्डर छ, यो पोइन्टलाई हामीले कसरी कब्जा गर्नुपर्ने हो त्यसको बारेमा म तपाईहरूलाई जानकारी गराउँदैछु। यो दुश्मनहरूको सेन्टर पोइन्ट खालबार हो। यो खोलाको भागबाट चार्ली कम्पनी आगे बढ्छ अनि ब्राभो कम्पनी आगे बढ्छ। जसरी हामी यो पोइन्टमा पुग्छौं, चार्ली कम्पनी बाटोको कारणले गर्दा आगे बढ्न मुस्किल पर्छ। त्यसबेला दुश्मनले हामीलाई हमला गर्न सक्छ। डिफेन्सको लागि ब्राभो कम्पनीले सपोर्ट पोइन्टको सपोर्ट लिएर दुश्मनलाई काउन्टर अट्याक जारी राख। अफिसर, केही शक छैन हजुर। फौजीको जीवन राइफलको सङ्गीन बारुदको सिरानी। फौजीको जीवन राइफलको सङ्गीन बारुदको सिरानी। गोर्खाली बिरा उचाली सिरा खुकुरी निशानी आयो गोर्खाली
आयो गोर्खाली आयो गोर्खाली आयो गोर्खाली। श्रीमान, जवानहरू हजुरको ब्रिफिङका लागि तयारी छन्। आराम से बैठ। जवानहरू हो, हामी वीर गोर्खा हौ। गोर्खाको इतिहास युद्ध भूमिबाट सुरु भएको छ। पहिलो विश्वयुद्ध होस् या दोस्रो विश्वयुद्ध, चाहे त्यो फकल्यान्डको लडाई होस् या कोसोभोको लडाई, ती सब लडाईको इतिहास हाम्रो खुकुरीले लेखेको छ। हामी खुकुरीको धार हौ, हामी वीर गोर्खा हौ। आज फेरि खुकुरीको धारको इतिहास लेख्ने समय आएको छ। यो कारगिल खलबारको लडाईँमा पनि हामीले जसरी भए पनि वीरताको इतिहास लेख्नै पर्छ, दुश्मनलाई परास्त गर्नै पर्छ। यो इतिहास लेख्ने जिम्मेवारी हामी फास्ट 11 GR को काँधमा सुम्पिएको छ। यो जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्न हाम्रो कर्तव्य हुन्छ। त्यसैले यो लडाईको कमान्ड म आफैले तपाईहरुको साथमा गर्दैछु। जवानहरू केही शक छैन साहब, हामी तयार छौं सर। हामीले कसम खाएका छौं यो लडाईमा पनि हामीले इतिहास लेख्ने छौं। क्याप्टेन पाण्डे, बटालियन मुभ। यस सर। देखिएको 200 मिटर अग्लो डाँडा जहाँ स्नेपरहरूको बङ्कर छ। क्याप्टेन पाण्डे, 40 जना जवान लगेर त्यो 2 बङ्कर उडाइदेऊ। यस सर। बिर्स्यौ क्यारे पोहोर साल रोदीमा भेट भएको? बिर्सेकी छैन। बधाई छ, बिहे हुँदै रहेछ, खुसी लाग्यो। धन्यवाद। अनि नानीको घर कता नि? 9 डाँडा। कारगिलमा युद्ध सुरु भएछ। युद्धमा गोर्खा रेजिमेन्ट पनि परिछ। मलाई त चिन्तै लाग्यो, दाइ पनि पर्नुभयो कि? के नानीको दाइ पनि फौजी हो? हजुर। के गर्छौ त नानी? फौजीको जीवन युद्धभूमि हो। यो दिमागले केही सोच्न सकेन नानी। बिहे गरेर लाने ज्वाइँ लडाईँमा छ, छोरीको यहाँ यो अवस्था छ। गाउँलेहरूले तिम्रो साथीको यो अवस्था थाहा पायो भने हामीले समाजमा कसरी मुख देखाएर हिँड्ने? चिन्ता नगर्नु सामा, अमर आउँछ, शत्रुलाई जितेर आउँछ। हजुरलाई एउटा कुरा भनौँ आमा, अमर नआउन्जेल म गोरीलाई मेरो घर लान्छु, भइपरि आए म सम्हाल्छु।
गोरी कता गई? गोरी देख्दैन क्या रे म त? कता गएछ क्या रे गोरी? साथीकोमा गएकी छे। साथीकोमा रे? अनि गोरी सदा यसरी साथीकोमा बस्दैन थियो क्या त नि? यो मान्छेलाई गोरीको बारेमा कुरा भनौँ कि नभनौँ? होइन, यो कुरा मैले भन्नै पर्छ। सुन त, गोरीको बिहे कहिले गरिदिनु? बिहे गर्ने ज्वाइँ युद्ध लडिरहेको छ, कहिले बिहे गर्नु भन्नु क्या रे मैले तिमीलाई? ननसेन्स। आज म तिमीलाई एउटा कुरा भन्छु। भन त नि, के कुरा हो छिटो भन त। गोरीको गर्भमा अमरको बच्चा छ। के भन्छ यो ननसेन्स? तिमी किन रुन्छौ गोरी? तिमी त वीर गोर्खाको हुनेवाला श्रीमती पो हो त। उसैको सम्झनामा त बाँचिरहेकी छु रिमा, तर मलाई कता कता डर लाग्छ ऊ यस लडाइँबाट फर्किएन भने। मलाई विश्वास छ ऊ अवश्य फर्कन्छ। तिमीले सम्हालेको उसको यो निशानीको लागि लडाइँ त के, कालको मुखबाट पनि फर्केर आउनेछ। रिमाले भनेको कुरा ठिक हो गोरी, र मलाई विश्वास छ मेरो श्रीमान अनि अमर लडाइँको मैदानबाट अवश्य फर्कनेछ। हो गोरी, तिमीले यस्तो अवस्थामा धेरै पिर लिनु हुँदैन। दाइ, एउटा कुरा भन्छु, नरिसाउनुहोस् है। बहिनीको बिहे हुँदैछ, गाउँलेहरू बहिनी दुजुकी छे भनेर कुरा काट्दा हिँडेका छन्। आज मैले भालेको सट्टा मान्छे पूजा गर्थे, गजवानको छोरीको कुरा काट्ने।
जाउँ भाउजू लगौँ है बिस्तारै आया 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 के हुँदैन हेल्प केही हुँदैन भाउजूलाई नआत्यो बुढी हामी छोड्न आएको जीवन राइफलको सङ्गीन बारुदको सिरानी फौजीको जीवन राइफलको सङ्गीन बारुदको सिरानी गोर्खाली बिरा उचाली सिरा कुकुरी निशानी आयो गोर्खाली चार्ली यहाँ क्याजुअल्टीहरूलाई रेस्क्यु गरेर बेस क्याम्प लानु तुरन्त पठाइदिनु ओभर गुरुजी नआत्तिनु रेस्क्यु आउँछ है साहब तपाईँ क्याजुअल्टी हुनुभयो तपाईँ अगाडि हुनु भन्नुहोस् कर्नल ललित साहबको अर्डर छ म त्यो पुरा गरेर छाड्छु
यसले दुख्छ। तिमी ठिक छौ? म ठिक छु। ठिक हुनुहुन्छ? म ठिक छु। तपाईहरु अगाडि बढ्नुहोस्। बढ्नुहोस्। चार्ली, हेडक्वार्टर चार्ली, हाम्रो जवान तिलक भोजले वीरगति प्राप्त गर्यो। तुरन्त बेस क्याम्पमा खबर गर्नु। नारायण, यस न्याप निकाल। मुभ। फौजीको जीवन राइफलको सङ्गीन बारुदको सिरानी फौजीको जीवन राइफलको सङ्गीन
बारुदको सिरानी गोर्खाली बिरा उचाली सिरा कुकुरी निशानी जय जय निशानी आयो गोर्खाली आयो गोर्खाली आयो गोर्खाली आयो गोर्खाली आज दुश्मनहरूले कब्जा गरेको यो भूमि हामीले प्राप्त गर्न सफल भयौं। हामी विजयी भयौं। यसका लागि तपाईं वीर गोर्खा फौजीहरूलाई बधाई छ। यस लडाईमा 14 जना वीर गोर्खा फौजीहरूले वीरगति प्राप्त गरे। ती वीर जवानहरूप्रति हामी सम्मान प्रकट गर्छौं। फौजी भाइ, तपाईलाई मैले दिएको वचन पूरा गर्न सकिएन। अब घोरी यो दुनियाँमा रहेन। गोरीले छाडेकै यो तपाईलाई निशानी।
ज्यू